सर तपाईँ प्रधानमन्त्री भइसकेको मान्छे प्रधानमन्त्रीको काम चाहिँ के हो बताइदिनुहोस् न सबैले। कस्तो मुजी पत्रकार रहेछ यार, कसले ल्यायो यसलाई? काम गर्ने भए कार्यकर्ता भइहाल्छ नि। काम नगर्नको लागि त प्रधानमन्त्री भएको हुँ म। कस्तो नबुझे? भाले कुखुरा कराउँदै झगडा गरेको देखाछस्? देखाछु। के कुरामा झगडा गर्छन् थाहा छ? के कुरामा? त्यो भाले कुखुराको पोथीलाई अर्को भाले कुखुराले आएर यसो ढिकिच्याउ गर्न खोज्छ, अनि त्यो भाले कुखुरा रिसाएर कराउँछ। के भनेर कराउँछ थाहा छ? कुखुरी कहाँ गर्छ नि, होइन होइन? अनि कसरी कराउँछ त? चिको 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 मेरो केटीलाई चिको यस्तो भन्छ। हाम्रो बाबु सारै नै चलाखो वा तिमीलाई सम्झी आइपुगेमा थापिराख चाक। चल अब मगाउ तु। चुप लाग। ओइ मैले एउटा जादु सिकेको छु नि, तँलाई देखाम। देखा नि त। हेर म तँलाई हातले नछोइकन यो कोठाबाट बाहिर निकाल्दिन सक्छु। हातले नछोइकन? हातले छुँदै छुन्न म। मलाई बाहिर निकाल्छ? कोठाबाट बाहिर निकाल्दिन्छु। लु गर्छ लु गर्छ। सुरु गर्छ है त। कोही केही त भएन। 1 2 3 मरिहाल्यो नि मुझीले बाँधेर। जादु सक्सेसफुल। संस्कृतमा के भन्छ? सेक्सलाई के भन्छ? सम्भोग। अनि के भन्छ त? वरिपरि निकै झाट बीचमा गजकेशरी, जति गयो त्यति मजा के रहेछ परमेश्वरी, फुत्त झारी उत्तानो पारी लाइछे मलमलको सारी, अचम्मै भयो गालामा हुनुपर्ने तल पो रहेछ दारी। बाबा त्यो चुरोटलाई संस्कृतमा के भन्छ यसलाई भनिदिनु न। चुरोटलाई श्वेत लमलम चुसिका। अझ त्यो कपालमा लाउने तेलको विज्ञापन हेरेछस्? कस्तो हुन्छ? मेरो सिल्की कपालको सुन्दरताको राज प्यान्टिन सिरम, हातमा लगाम अनि दुलोतिर छिराम। के हो बा, किन त्यसरी हेर्नु भएको? अनि तेरो त आज एक्जाम थियो त होइन? थियो नि। अनि कति छिटो आएको त? एक्जाम दिनस् कि क्या? एक्जाम दिन गएको थिएँ नि। त्यो कुनीको जाति बुङ हानिस् कि क्या स्कुलबाट? के को बुङ हान्नु हो बाबा? छ्या सरले गाँड हानु नि यहाँ। के अरे के हो त गाँड भने? छाडा शब्द युज गर्छस्? सुन्नुहोस् न। हजुर आउनुहोस् न, बस्नुहोस्। बस्ने ठाउँै छैन, मेरो काख खाली छ नि। नची अङ्कल, काख त मेरो पनि खाली नै छ क्या रे। उता सर, आउनुहोस् यहाँ बस्नुहोस्। हस् अनि के कामले आउनु भएको? तपाईँलाई भेट्न आउनु पनि काम चाहिन्छ र? कामसूत्र पो चाहिन्छ त। बाबा तर साँच्ची हो क्या, नुन अलिकति बढी थियो। ए भयो त, एकचोटि नुन बढी भएर के हो त? अर्कोचोटि कम भएको खानु। देख्नुभयो अङ्कल, अहिले मासु नखाएको भए यत्रो डिस्कसनै हुँदैन थियो नि। मलाई कति आनन्द छ हेर्नु त। मासु खाँदिन पनि खुवाउँदिन पनि। मासु खुवाउँदैनस् पनि? पछि बुढी पनि भेजिटेरियन खोज्छु भनेपछि बुढीलाई पनि मासु खुवाउँदैनस्? खुवाउँदिन। अबे ए भ्याउ त प्लास्टिकको हो।